गाइजहरू आज हामी चाहिँ हावामा उड्दै हिँडिरहेका छौँ। गाह्रो भयो मास्क लाउँछु ल। हामी फेरि दौडिँदैछौँ अनि यो मान्छे गराउने मान्छेले चाहिँ छेउछाउमा कोही मान्छे आयो नि मोबाइलको जितिर। मैले चाहिँ नयाँ भ्लग चाहिँ सुरु गरिरहेको छु। मलाई पनि साथ दिनु होला, मलाई पनि भाइरल बनाइदिनु पर्यो गाइजहरू। सबै तपाईँहरूको हातमा छ गाइजहरू। आज चाहिँ म यतिकै डुल्दैछु बाटोमा होइन। हामी दुईजना छौँ होइन, उहाँ पनि हुनुहुन्छ, बसिराख्नु भएको छ गाइज। हेर्नुहोस् त, उहाँ बसिराख्नु भएको छ। उहाँलाई टेन्सन भइरहेको छ अहिले जाडो भयो भनेर, उहाँको जाडोको टेन्सन छ। अहिले चाहिँ म यो तपाईँहरूले नेपालमा हुनुहुन्थ्यो भने चाहिँ यो चिन्नुहुन्छ होला, यो के हो भनेर कसैले खानुभएको थियो होला सानो सानोमा। कुटिल कोसा भन्छ नेपालमा चाहिँ, अहिले जापानमा पनि पाइँदो रहेछ। ल खानुहुन्छ भने चाहिँ खबर गर्नु होला है त गाइजहरू। खानुहुन्छ भने खबर गर्नु होला। यही हो गाइज, कुटिल कोसा भन्ने यही हो। बबाल मिठो हुन्छ। म चाहिँ खाइदिन्छु ल। वाउ मिठो छ। सानो सानोमा चाहिँ धेरै खाइन्थ्यो, अहिले ठुलो भएपछि चाहिँ खान छोडेको धेरै भयो। खासै पाइँदैन नि त यतातिर, त्यही भएर त्यो चाहिँ पुरै कुटिल कोसाको पुरै गाडी। हेर्नुहोस् त कति खाने, आज पुरै उखालेर लानु पर्ला भन्ने सोचिरहेको छु। अनि गाइज हेर्नुहोस् पानी खतरा छ, हेर्नुहोस् त डेन्जर भ्युज। वेलकम टु माई गुड नाइट, वेलकम टु माई ब्लग एन्ड गुड नाइट, सी यू टुमारो। एकदम दामी छ बाटो। ओके हेलो म्याडम, जानु होइन? जाने होइन म्याडम? सिन्की जलै जल, म त बैरागी जान्छु खोलै खोल। जाम उठ्नुहोस् न, उठ्नुहुन्न? है तेरिका गाइजहरू, उहाँ उठ्नै मान्नु भएन। उहाँलाई के भन्नुहुन्छ, दुई शब्द दिनुहोस् है गाइजहरू। उहाँले चाहिँ उठ्नै मान्नु भएन कि गाइज, तर म उठाएर लान्छु। केही पनि छ, ठिक छ, सबै ठिक छ। ठिक छ नि? ओके ठिक छ अरे गाइजहरू, सब ठिक छ अरे होइन। उहाँ सन्चै हुनुहुन्छ अरे, तर जाडो भयो भन्नुहुन्छ। ठिकै हो, जाडो भए पनि एकदम केही हुँदैन। जाडो चाहिँ हुनुपर्छ, स्वास्थ्यको लागि जाडो पनि राम्रो हो। कहिले जाडो कहिले गर्मी चाहिँ भइरहनु पर्छ नि त होइन गाइज। यस्तै छ। वेलकम 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 सबैलाई वेलकम। यस्तो दामी सिन छ हेर्नुहोस् त गाइजहरू। हो यस्तो डाँडोमा हेर्नुहोस् त, सर्लक्कै गाइजहरू। मलाई चाहिँ क्यामेरा चलाउनलाई सिकाउने चाहिँ यतापट्टि हुनुहुन्छ भलक बहादुर 2। ओके म चाहिँ यता आइपुगेँ। म चाहिँ यो हाम्रो फुल हो कि गाइज होइन, यस्तो राम्रो छ। मैले रोपेको हो, यो पुरै साकानाहरू पनि छ होइन। ल हेर्नुहोस् त, माछालाई झुन्डाएर छोडिदिएछन्, बिचरा घाममा सुकाइदिएछन्। जापानिजहरूले खत्तम रहेछन् जापानिजहरू। दामेदेश सबैले घरमा नि टाउनुपर्छ। यो तोरण टाङ्ने भन्छन् नि नेपालमा, हो त्यही होला के यो चाहिने भन्दा परो। र कति राम्रो छ। ओहो ल हेर्नुहोस् त क्या, यता हेर्नुहोस् त। सबैले झुडाउँछ, कसैले मान्छन् होला, कसैले मान्दैन होला नि त। ल हेर्नुहोस्, जुठा पऱ्याउनु होला। तपाईँ सन्चै हुनुहुन्छ नि? लुक्नु भयो, उहाँलाई लाज लाग्छ कि गाइज, एकदम लाज लाग्छ होइन। के गर्नु, खोलामा आयो हाम फालिदिउँ गाइज। ओ माई गड, आज चाहिँ जाडो छ, मौसमले च्यालेन्ज दिइरहेको छ। आज चाहिँ गोडादै बियर खानुपर्छ भन्ने हामीलाई लागिरहेको छ, तर पनि खानु हुँदैन बियर चाहिँ। बियरले चिसो हुन्छ। गर्मी सुरु भएपछि खाँदै गरौँ ल। आउँदै गर्नु होला, मसँग भेट्नु होला बियर खानको लागि सबैले। ल है त गाइज। अनि म यता पुरै वकिङ नाइट। आज जापानबाट नेपाल आउँदै गरेको प्लेन दुर्घटना भयो भनेर भन्नुहुन्छ उहाँले, तर मलाई चाहिँ थाहा छैन है गाइज, उहाँलाई नै थाहा होला। उकाली चढौला साथ भन्जै लडौला, अरू मलाई आउँदैन गीत पनि सरर सर।
घाँस काट्ने यसलाई दियो यो जोवन। ओ दुबो त यत्रो रहेछ नि। पर्मिलाको छोरीको बर्थडेमा काट्ने भनेको भात खुवाइमा अहिले पो भेटियो त। त्यति बेला थिएन, अहिले पानी आएको थियो नि त पछि। ठक्कै लाग्यो मेरो गाइजहरू होइन, एकदम हात दुख्दो रहेछ यो भलक गर्दा, हातै भलक भलक भइसक्यो। उहाँले के भन्नुहुन्छ त? तपाईँले चाहिँ किन यो टोपी लाउनु भएको? सामुई हो सुदेशका दामी देख्ने। ल हेर्नुहोस् गाइजहरू, मौसम एकदम क्लियर कट छ। हेर्नुहोस् त कति राम्रो झाडी, झाडीमा बस्दाखेरि कति रमाइलो हुन्थ्यो होइन गाउँघरमा। हामी चाहिँ सानो सानोमा के गाइजहरू यस्तै जङ्गलहरूमा जान्थ्यौँ होइन। जङ्गलमा गएर पर्स्यो पातहरू झर्थ्यो नि त, भैँभरि पुरा बोरामा बोकेर लिएर आउँथ्यो क्या गाई भैँसीलाई। बिछाउन बोरामा डोको भरि भरेर माथिबाट फेरि बोरामा हालेर ट्याक्क डोको र बोरा एकैचोटि बोकेर आइन्थ्यो जमानामा। हामी खतरा हो क्या गाइज होइन। हेर्नुहोस् त यो पैँयु साइयु छ, हामी यस्तो खतरा ठाउँमा छौँ नि गाइज। खतरा हो क्या हामी, खतरा। अनि हजुरहरू चाहिँ सन्चै हुनुहुन्छ होला नि होइन। ल हेर्नुहोस् यस्तै दौडिन्छ नि यहाँ गुटुङटुङ। ल हेर्नुहोस् गुटुङटुङ दौडिँदै हुनुहुन्छ उहाँ। फल्छ तर यो पैँयु हो होइन, फलिरहेको हुन्छ तर पछि पाक्न नपाउँदै झरिदिन्छ कि हो होइन, खानै पाइँदैन। यो बबाल खाले पैँयु हो होइन गाइज। यस्तै हो, साकुरा हो क्या गाइज। यसलाई नेपालमा चाहिँ साकुरा भन्छन् होइन, तर मैले चाहिँ कहिले काहीँ बिर्सेर माकुरा भनिदिनु रहेछु क्या गाइज। ल हेर्नुहोस् त फलेछ, उहाँले टिप्न लाउनु भयो तर यो काम छैन, नटिप्नुहोस् ल। फुलेपछि फल्ने त के अरे डाँका फले। ल नेपालमा पनि पैँयु देखिएन, पैँयु फुलेको देखिएन। अरे शिव। ल हेर्नुहोस् त फुल्दैछ, फल्दै हुनुहुन्छ। उहाँले चिन्दै हुनुहुन्छ, उहाँले चिन्नुभएको रहन्छ फुल कसरी फुल्छ, फल कसरी लाग्छ भनेर उहाँले चाप गर्नुहुन्छ। तपाईँ राम्री हुनुहुन्छ नि त। आज चाहिँ नराम्री भएर आउनुभयो। उहाँ चाहिँ मेकअप बक्स हराएछ, उहाँको मेकअप बक्स चाहिँ हराइदिएछ होइन गाइजहरू। ए गाइजहरूलाई हेर्नुहोस् त कति राम्रो सिन। तपाईँ कहिले आउनुभएको थियो यो ठाउँमा? ल हेर्नुहोस्, ओ बबाल बबाल, ओ माई गड। यहाँबाट सिधा उता गयो भने चाहिँ हाउस टेम्पोस भन्ने एउटा ठाउँ छ क्या गाइज। तपाईँ यता आउनुभयो भने भन्नु होला, म घुमाइदिन्छु, पनि नचाइदिन्छु। हेलो हेलो म्याडम, हेलो। तपाईँको घर कहाँ होला? एउटा भिडियो बनाउनु है।